थोक जतिखेर हामी म्युजियमभित्र पुगिसकेका थियौँ, किनभने मैले भित्र बनाएको थिएँ नि त, त्यही भएर अरूलाई डिस्टर्ब हुन्छ भनेर मैले साउन्ड गरिनँ गाइज। अब म्युजियमको दृश्य हेर्न सक्नुहुन्छ तपाईँहरूले है त, हेर्न सक्नुहोस्, यस्तो एकदमै राम्रो छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। अब होइन न त अनि लामो देखिन्छ है, जिराफ जस्तो देखिन्छ, यहीमा कर गुफा हो, गुफा। नेपालको एकीकरणको समयमा हेर न, तरबार हेर, नेपाल एकीकरणको समयमा नेपाली वीर गोर्खाहरूले यही हतियारहरू प्रयोग गरेका थिए गरे। यी हतियारहरू ए बाणहरू यहाँ, यो बाण युज गर्ने। आजको उसमा श्री 5 रणबहादुर शाहको निजी हतियार। टेन्टा कति बवाल छ, टेन्टै माथि खोक्री। यिनीहरू त उसमा युज हुने जस्तो थिएन, यिनीहरू ब्रिटिस आर्मीमा युज गर्छन्, त्यस्तो मोडलको छ होइन। बहादुर शाहको निजी हतियारहरू। चौतरी जस्तो नुवाकोट जफत गरिएको हतियारहरू। यो नुवाकोट जफत गर्दाखेरि युज भएका हतियारहरू गाइज हेर्न सक्नुहुन्छ होइन। यो राजा पृथ्वीनारायण शाहले नुवाकोट जफत गर्दाखेरि हानेको यो हेर्न सक्नुहुन्छ। आज हामी यहाँ छाउनी म्युजियमतिरमा आएका छौँ होइन। मेरो अन्य मकवानपुरको राजा गोवर्धन सेनाबाट जफत गरिएका हतियारहरू हेर्नुहोस्, पुरै हात हतियारहरू सबै 1782 मा हेर्न सक्नुहुन्छ है तपाईँहरूले सबै। नुवाकोटबाट जफत गरिएका हात हतियारहरू यो 1801 मा यो हेर्न सक्नुहुन्छ। नुवाकोट दरबार हान्दाखेरि खड्गी भक्तपुर राजाको अन्तिम मल्ल राजा रणजित मल्लको निजी हात हतियारहरू गाई चाहिँ हेर्न सक्नुहुन्छ है। उहाँको निजी हात हतियारहरू गाई। कान्तिपुर राजाका अन्तिम मल्ल राजा जयप्रकाश मल्लको निजी हात हतियारहरू। पाटन राजाको अन्तिम मल्ल राजा तेज नरसिंह मल्ल निजी हतियारहरू हेर्न सक्नुहुन्छ गाई जे छ है। यस्तो छ। अब यो चाहिँ यो राजा पृथ्वीनारायण शाहको युज गरेका सबै सामग्रीहरू युद्धमा ल हेर्न सक्नुहुन्छ। उयो हो यो होइन, यो छ। यसले कति हाम्रो देशलाई यी हतियारहरूले त्यतिका त्यो बेलादेखि प्रोटेक्सन गरेर राखेको यी हतियारहरूले हेर्न सक्नुहुन्छ।
हाम्रो राजा पृथ्वीनारायण शाहले युज गरेका यी हतियारहरू हेर्न सक्नुहुन्छ। यो कति युनिक छ, यो एउटा यो नानीहरूको के हो? यो के हो? हो बाबु आइज। Hold me close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms. त गाइज अहिले हामी अब यहाँको यो म्युजियम घुमेर हामीले सकाइसकेका छौँ। अब हामी जान लागिसकेका छौँ, हेर्न सक्नुहुन्छ होइन। आजको चाहिँ हामी म्युजियम पुरै घुमेर चाहिँ एकदमै रमाइलो लाग्यो। बच्चाहरूले पनि लास्टै बवाल एक्सपिरियन्स थियो होइन। जेनिसले पुरा त्यो राजाकालीनको सबै कुराहरू चाहिँ हेरेर चाहिँ एकदम खुसी भएको छ गाइज। अब आजको यो भिडियो चाहिँ म्युजियमको चाहिँ यति नै हो ल है त गाइज। ल त अहिले हामी निस्किसकेका छौँ, हेर्न सक्नुहुन्छ। कस्तो लाग्यो त गाइज? कस्तो लाग्यो म्युजियम? हो अनि अरू के देखियो त आज? अब आजको भिडियो यति नै हो गाइज है। यदि भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला गाइज। सो फर वाचिङ, बाई।